सबैलाई नमस्कार। मेरो नाम आरबी साई। म आज बिहानै स्कुल जान लागेको छु। आजको मौसम गाइजहरू यता जुम्लाको यस्तो छ, पानी परेको छ अनि धान पनि रोपिसकेका छन् गाइज। अनि यहाँ यस्तो छ, बादल छ, हेर्नुस् यहाँ यस्तो छ। अनि म बिहानै अब कलेज जान लागेको छु गाइज। म हिँड्दैछु बाटोमा। अनि गाउँ यस्तो छ, यहाँको यस्तो छ, सबैले हेरिदिनु होला। अनि हेरेर कमेन्ट गरिदिनु होला। म आज अलि ढिलो भइसकेको छ, ठ्याक्कै 6 बजे कलेजमा पुग्ने भएको कारणले आज मलाई अलि सन्चो भएको कारणले म अलि ढिला हुन सकिनँ। अनि गाइज म त्यसैले बिस्तारै हिँड्दैछु। अनि यस्तो छ, मेरो कलेज भनेको तलतिर हो गाइज। यस्तो हरियो भइसकेको छ हाम्रो धान। जेठ कति 11 गतितिर रोपेको धान यस्तो हरियो भइसकेको छ। जुम्ला भनेको धानको उद्गम स्थल ठाउँ हो, किनकि यहाँ मार्सी धान धेरै उत्पादन हुने भएको कारणले गाइज यहाँ धेरै अगाडि छिटो धान रोप्छन्। किनकि मार्सी धान अगाडि पछि छिटो पाक्दैन भनेर त्यसैले अगाडि नै रोप्छन् गाइज। यस्तो छ, आज पानी धेरै परेको कारणले खोला नाला पनि बौलिएका छन्। यहाँ ठुलो आएको छ, यत्रो छ गाइज। अनि यत्रो छ, हेर्न सक्नुहुन्छ। यहीँ हेर्नुहोस्, यस्तो छ, यस्तो छ, यस्तो छ, यस्तो छ। त्यो माथिको रहेको छ बजार, गोठविला बजार भन्ने ठाउँ रहेको छ। र यो रहेको छ यता जुम्लाको ठ्याक्कै दाँतेखर भन्ने गाउँ रहेको छ गाइज। अनि कस्तो लाग्यो, कस्तो छ गाउँ, तपाईँले कमेन्टमा बताउनु होला, सेयर गरिदिनु होला। अनि बिहानै अब यहाँ गोरु चराउन आइरहेका छन्, गोरु छन् यहाँ। यस्तो छ गाइज। अनि यस्तो छ, यस्तो छ, यस्तो छ। अनि यस्तो छ, यस्तो छ, यस्तो छ गाइज। खोला यत्रो ढुङ्गा छन् बिचमा, यता ग्याबिन छैन। किनकि 2082 सालमा पानी परेको थियो। म अब ठ्याक्कै यो पुल चढ्न लागेको छु गाइज। अनि यस्तो छ पुल, हाम्रो पुल यस्तो छ। म हिँड्दैछु। अलि म आज सन्चो नगएको कारणले मेरो स्वरमा केही कमी आउन सक्छ गाइजहरू। हेर्नुहोस्, मेरो कलेज त्यो तलको रहेको छ, एनिमल साइन्स पढ्ने कलेज तल त्यो हो गाइज। अनि यस्तो छ, आजको मौसम यस्तो छ, यस्तो छ। बादल छ, बादल पुरा बादल छ। पानी पर्ने सम्भावना धेरै छ गाइजहरू। आजभोलि यतातिर धान गोड्ने काम भइरहेको छ। पहिलो धान गोड्ने काम भइरहेको छ। अझ त्यहाँभन्दा पछि पनि गोड्छन् गाइजहरू। यहाँ यस्तो घट्ट छ, यहाँनिर देख्न सक्नुहुन्छ। अनि गाइजहरू यस्तो छ, पानी पर्न लागेको छ फेरि पनि। यस्तो छ सिन्जा भ्यालीको भ्यू यस्तो छ। कस्तो लाग्यो तपाईँ कमेन्टमा बताउनु होला। यस्तो छ, यस्तो छ। यहाँको रोड विकटता, जुम्लाको विकटता यस्तो छ। आज धेरै खोला बौलिएको छ गाइज। होइन के गर्ने, धेरै पानी परेको कारणले खोला बौलिराखेको छ। आज म बिहानै हजुरलाई देखाउन गइरहेको छु जुम्लाको हावापानी कस्तो छ र मौसम कस्तो छ भनेर तपाईँले देख्न सक्नुहुन्छ। यस्तो छ यहाँको हावापानी, मौसम चिसो छ यहाँ आजभोलि। त्यो माथिको रहेको छ, त्यहाँ सिजा उपत्यका, पहिलाको सिजा उपत्यका रहेको छ गाइज। अनि यो रहेको छ मेरो कलेज। आजभोलि यहाँ चाहिँ बिल्डिङ बन्दैछन्। अनि धेरै बिल्डिङ बन्दैछन्। यहाँ माथिल्लो तल बन्दैछ, यहाँ तल बनिसकेको छ गाइज। अनि तल त्यो रहेको छ
होस्टेल रहेको छ, यो होस्टेल रहेको छ। अनि उति हाम्रो दाइहरू हुनुहुन्छ यहाँ एनिमल साइन्स पढ्ने दाइहरू। अनि गाइस